गर्दाखेरि मसँग मेरो बहिनी पनि आइरहेको छ। हामी मसँग मेरो बहिनी माता भद्रकाली हुन्छ। अनि त्यस पछाडि गोरख बाबाकै शिष्य दुईजना पनि हामी गुरुसँगै यहाँ जान्छौँ भन्नुभयो। उहाँहरू यहाँ सुत्नुभयो। मलाई के मतलब भने अनि हामी त्यहाँ सुत्यौँ। अब मलाई त सुत्ने नै छैन, सुतेको निद्रै छैन। त उहाँहरूलाई के भन्यो भने तपाईँ डराउनुहुन्छ कि डराउनुहुन्छ? हजुर श्रीनाथबाटै होइन हो, श्रीनाथ महाराज योगीन्द्रनाथबाट दीक्षित हो। अनि त्यस पछाडि आएर बलभद्रनाथ पनि उहाँबाटै हो। अब थुप्रै श्रीनाथबाट चाहिँ दीक्षित दुईजना यहाँ ध्यान गर्न। अब त्यहाँ एक्लै बस्नु भनेको म एक्लै बस्नुलाई मेरो लगाएको छ, यो आफै खुल्छ र हामीलाई दर्शन दिन आउनुहुन्छ भनेको थिएँ। यो ढोका हजुरको हामी त्यहाँ यहाँ उनीहरू यहाँ कि मा पनि निधाउनु पर्यो। ढोका आफै खुल्यो। ठ्याक्कै 10 वर्ष भयो। अनि यहाँ म आएपछि हजुरको यहाँबाट यहाँ ऊर्जा हुन्छ। यो पादुका छ नि, त्यो पादुका पनि बडे मानको थियो। त्यो बडे मानको अब त्यत्रो त बडे मानको राखेको छ हुँदैन। त्यो पादुकै जस्तो थियो। त्यो पादुकै त्यही बनाएको। त्यो पशुपतिनाथको पनि हजुरको चाहिँ त पशुपतिनाथ त्यस्तो ल्याउनु सम्बन्ध कस्तो रहेछ भन्ने कुराहरूको यसले हरेकका कुराहरू भेटाएको होइन। यो अमरनाथ है। हामीले यो त यहाँ 10-12 जना बस्ने अट्ने मात्रै थियो कि पूजा गर्ने होइन। हजुरहरूलाई त थाहा छ। अब यो चाहिँ हजुरको त्यहाँ चाहिँ अब हजुर गुरु महाराज योगी अनन्तनाथ हो। अनन्तनाथ। अब आजको विशेष कार्यक्रम चाहिँ मलाई अलिक पछाडिबाट भयो है। थोरैले धेरै चाहिँदैन क्या, सानैले थोरैले लिँदा पनि ज्ञान त्यस्तो है। त्यस कारणले अब आज हामीले विशेष चाहिँ आजको विशेष कार्यक्रम चाहिँ हामी मेरो गुरु हैसिन्छ स्वामी सच्चिदानन्द विशुद्धदेव भने सुन्नुभएको छ? हो, सधैँ प्रयोगै हुन्छ सच्चिदानन्द त होइन। स्वामी यहाँले 2 दिनको 3 दिनको 1 दिनको जति हुन्छ त्यहाँ गएर अवश्य पनि त्यहाँ गएर आनन्दसितले बस्ने, मौन बस्ने, यी सब विचारलाई छोडिदिनु आनन्दसितले। हजुर यो धुलीखेल नगरपालिकाको वडा नम्बर 12 उहाँ हाम्रो बनेपा हो। बनेपाबाट पनौती गयो भने पनि झन् दूरी त उत्तिकै पर्ला। यता गयो भने चौतारा लाग्यो, उता गयो भने चाहिँ यता नमोबुद्धतिर भनौँ न, नमोबुद्धकै फेदीतिर। तर नवविध पुग्नु पऱ्यो नि, त्यता 82 शारदा 82 भन्ने ठाउँबाट जानु हो। त्यस्तो ठाउँमा गएर त्यहाँ हजुरहरू आउने, त्यहाँ बस्ने, आनन्दसितले ज्ञान लिने, ध्यान गर्ने, ईश्वर प्राप्ति गर्ने। ईश्वर प्राप्ति गर्नलाई धेरै कुरा चाहिँदैन होइन, तन मन भयो पुग्छ। तर तन मन निकाल्नलाई, तन र मन निकाल्नलाई चाहिँ आहार शुद्धिकरण हुनुपर्छ, नभए हुँदैन होइन। त्यो हुनुपर्छ अनि भइहाल्छ त्यस्तो। यो भनेको दत्तात्रेय महाराजको प्रसाद, शिवजीको प्रसाद। ल अब हामी टेलिभिजनतर्फ लाग्यौँ है। अब एकछिन गरौँ, कार्यक्रम गरौँ।
पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ॐ शरीरमाद्यं खलु धर्मसाधनं प्राणायाम परं तपः योगध्यानमायज्ञं समाधि मुख्यस्थिति। ॐ असतो मा सतगमय तमसो मा ज्योतिर्गमय मृत्युर्मामृतं गमय। ॐ मातृदेवो भव ॐ पितृदेवो भव ॐ आचार्यदेवो भवं भवतु। सर्वमङ्गलं सर्वमङ्गलं सर्वमङ्गलम्। ॐ विश्वानि देव सवितुर्दुरितानि पराशुभ एदभद्रतन्न आशुभ। ॐ भूर्भुवस्सः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ स्वस्ति नो इन्द्रवृद्धस्वा स्वस्ति नो पूर्वविश्ववेदाः स्वस्ति निस्तार्चो अरिष्टनेमि। यो अत्यन्तै प्रिय दिन पनि छ आज हरिशयनी एकादशी, जसलाई हामी देवशयनी एकादशी पनि भनिन्छ। यो एकादशीको पावन अवसरमा सबै किसिमका तापा व्यक्तित्वहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। आजदेखि भगवान् विष्णु अन्तर्ध्यानमा जानुभएको छ र आजदेखि कुनै पनि कार्यहरू गर्नु हुँदैन, देव कार्यहरू गर्नु हुँदैन, पितृ कार्य गर्नुहुन्छ। आजदेखि भगवान् विष्णुले भगवान् शङ्करलाई भगवान् शिवलाई यो सञ्चालन गर्नले हजुरकै अभिभार आयो भनेर अभिभार थमाइदिएर भगवान् विष्णु चाहिँ योग निन्द्रामा उहाँ शयन गर्न पुग्नु भएको छ। अब आजदेखि उहाँ शयनमा हुनुहुन्छ। कहिलेसम्म भने कार्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीसम्म 4 महिनाको लागि उहाँ जानुभएको छ। 3टा एकादशी महत्त्वपूर्णका छन्, जुन एकादशी महात्म्य विष्णु भगवानसँगै जोडिएको छ। एकादशी भन्ने बित्तिकै त भगवान विष्णुसँगै हो, तर यी 3टा एकादशी विष्णु भगवानसँग जोडिएका। एउटा निर्जला एकादशी, निर्जला एकादशीमा निर्जल भएर, निर्जल भन्ने बित्तिकै जल समेत पनि नखाने नपिउने, जल पनि नपिउने भएपछि त हामीलाई अरू त खाने कुरै भएन, त्यसरी निर्जल भनिएको। निर्जल एकादशीका दिन हामीले विष्णु भगवान स्वरूप जो हामी पुज्छौँ, कसलाई पुज्छौँ? बिरुवालाई पुज्छौँ होइन? कुन बिरुवालाई पुज्छौँ? तुलसीलाई पुज्छौँ। तुलसी चाहिँ बीजारोपण भनेको बीज छर्ने दिन है, बीज छर्ने दिन, तुलसी छर्ने दिन भनिन्छ। त्यसलाई निर्जला एकादशीका दिन छ है, तुलसीको दल राख्ने दिन भनिन्छ। हामीसँग गोरख बाबा हुनुहुन्छ, योगी अनन्तनाथ महाराज हुनुहुन्छ, म आदेश महाराज मैले अनु र हामी सबैजना यहाँ उपस्थित भएका छौँ। जो जति उपस्थित भएका छौँ केही न केही त पक्कै पनि यहाँबाट हामी प्रसाद लिएर जानेछौँ है। प्रसाद के को प्रसाद लानेछौँ? एउटा संयोगको कुरा भयो, यहाँ आउने दर्शन गर्न भन्ने कुरा भयो। दर्शन गर्नको लागि आइबसेका स्वामी सच्चिदानन्द विशुद्धदेवका प्रथम शिष्य अनन्त श्री विभूषित स्वामी कल्याण मित्र महाराजलाई म नमन गर्न चाहन्छु। र सबैमा नमन गर्दै अब विशेष त आज हामीले मस्तिष्कमा समझदारी काँधमा जिम्मेवारी र हृदयमा इमानदारी। ल यो 3टा दिव्य बाणी है हामीले पर्दछ। अब हामी हाम्रो कार्यक्रम धार्मिक सन्देशलाई अगाडि बढाउन चाहिरहेछौँ। म आजको यो कार्यक्रमलाई आफ्नै
केबी सम्झन्छु। अब आजको हाम्रो यो कार्यक्रम विशुद्ध प्रार्थनाबाट हामी सुरुवात गर्छौँ र हामी कार्यक्रम चाहिँ ध्यानबाट सुरुवात गर्छौँ। ध्यानपछि अनि हामी ज्ञानको पनि चर्चा गरौँला। आजको कार्यक्रम विशेष गरिकन ध्यानबाट सुरुवात गर्छौँ। ध्यान गर्नुभन्दा पहिला के गर्नुपर्छ? मन्त्र उच्चारण गर्नुपर्छ, ओमको ध्वनि। अब यसमा सम्बोधन मैले अलिकति यहाँ गर्नुपर्छ। पवित्र तीर्थस्थल ओमकारेश्वर, ओम कैलाश, ओम कैलाश, शिवढुङ्गा, शिवढुङ्गा, शिवशक्ति, महापीठ धाम, महापीठ धाम, शिव गोरखनाथ, शिव गोरखनाथमा हामी उपस्थित भएर रहेका छौँ। आज अति उत्तम दिन पनि हरिशयनी एकादशीको पावन अवसरमा यो हामी यहाँ उपस्थित भएका छौँ। के को लागि? ईश्वरको ध्यान र ज्ञान प्राप्तिको लागि, शान्ति, आनन्द र मुक्ति प्राप्तिको लागि, दुःख, तनाव, चिन्ता, कष्ट, पीडा, रोगबाट छुटकारा पाउनको लागि, मुक्ति पाउनको लागि। त यो कसरी हाम्रो चाहिँ जीवन सुखमय होस्, शान्तमय, आनन्दमय